अरे उहाँ आफैले ज्ञान पनि दिँदै हुनुहुन्छ। आज पाओ कि यहाँ बनाउनु भएको दिदी? ल हाम्रो दिदीले बनाउनु भएको छत्तरी बनाउनु भएको चकटी। नमस्कार, झोडले म हिराले स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। हजुरहरू देश तथा विदेश जहाँ कहीँ रहनु भए पनि एकदम आरामै सकुशलै हुनुहुन्छ होला भन्ने मैले पूर्ण आशा र विश्वास लिएकी छु। अनि म पनि हजुरकै माया साथ सपोर्ट भगवानको कृपाले एकदम आरामै सकुशलै अनि फिट एन्ड फाइनै छु साथीहरू। आजको भिडियो के हो भन्ने कुरा त हजुरले थम्बनेल टाइटल र हाइलाइटबाट थाहा पाइसक्नु भएको छ। हजुर साथीहरू, आजको भिडियो चाहिँ एकदम सिपमूलक, एकदम आफूलाई काम लाग्ने भन्नाले डेली युजमा आउने भिडियो रहेको छ। त्यही हो साथीहरू, आदर्श आमा समूहको आयोजनामा अर्ग्यानिक साबुन बनाउने एक दिने तालिम रहेको छ। हेरौँ कस्तो हुन्छ, के हुन्छ, अनि वहीँ गएर थाहा पाउनेछ। हजुरहरूलाई पनि मेरो भिडियो हेरेर केही राम्रो एकदम मन पर्यो भने हजुरहरूले नि साबुन बनाएर अनि युज गरेर प्रयोगमा ल्याएर हजुरलाई कस्तो लाग्यो, के लाग्यो, मन पर्यो परेन, मेरो भिडियोमा आएर मिठो मिठो कमेन्ट छोड्न सक्नुहुन्छ। र वहीँ गएर हामी सबै मिलेर मजाले एकदम धैर्य गरेर मनन गरेर हामीले तालिम लिनुपर्छ है त। मेरो भिडियो सँगसँगै जोडिने रहनुहोला। अन्तिमसम्म हेरेर हजुरहरूले पुरै फाइदा चाहिँ उठाउनुपर्छ है त। ल आजको यस कार्यक्रमका प्रशिक्षक श्री तुलसा सापकोटाजीलाई केही शुभकामना मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सरल मान्छे हो, मैले जसरी हुन्छ मबाट शिक्षा लिनु होला भन्ने म एकदम हृदयदेखि नै हजुरहरूलाई भन्दै म धेरै कुरा गरेर समय बर्बाद गर्नुहोला। हामीले सिक्नेछौँ होइन, त्यसै मात्रै धेरै धन्यवाद। आजका प्रशिक्षकज्यूले पक्कै पनि उहाँले सिकाउनु भएको सिक्दै हजुरहरू सम्पूर्णले सदुपयोग गर्नुहुन्छ भन्ने आशा पनि लिएका छौँ। यसै गरी फेरि पनि म शुभकामना मन्तव्यतिर गइरहेको छु। आजको यस कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य गरिदिनुको लागि आजका विशिष्ट अतिथि श्री जगदेवी सामुदायिक अध्यक्ष हाल घोषलाका श्री हिमालय कुमार श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सचिवज्यू। आज यस आदर्श आमा समूहको एक दिने अर्ग्यानिक साबुन बनाउने कार्यक्रमका सभा अध्यक्ष संस्थाको अध्यक्ष हिराबाई थापाज्यू, यस कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वार्ड नम्बर 2 को महिला वडा सदस्य मेरो कमलजी श्री बेलपत्र श्रेष्ठ मास्कीज्यू, प्रशिक्षक ज्यू, आदरणीय उपस्थित दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट साथै जति सामुदायिक दल उपभोक्ता समूहका तर्फबाट स्वीकार नमस्कार। आज आदर्श आमा समूहले आयोजन सम्बन्धी कार्यक्रमको लागि एक दिने कार्यक्रम राखेकोमा म आमा समूहलाई यो कार्यसमितिलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आदर्श आमा समूहका पूर्व अध्यक्ष हालका सल्लाहकार श्री बेलपत्र मास्कीज्यूलाई आफ्ना शुभकामना मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु।
हिरामाया थापाज्यूलाई हिरामाया थापाज्यू विशिष्ट अतिथि दलदेवी सामुदायिक गोर्खा अध्यक्ष तथा यसै आमा समूहका पूर्व गोर्खा अध्यक्ष विद्या कुमारी श्रेष्ठज्यू साबुन बनाउने तालिम प्रशिक्षकज्यू उपाध्यक्ष लगायत सम्पूर्ण कार्य समिति सदस्य दिदीबहिनीहरूमा कार्य समिति दिदीबहिनीहरू र सदस्य दिदीबहिनीहरूमा मेरो हार्दिक नमन गर्न चाहन्छु। म बेलबहादुर श्रेष्ठ वडा नम्बर 2 को वडा सदस्य र यहाँको पूर्व अध्यक्ष भएको नाताले र म आज यस आमा समूहमा म आफै पनि प्रमुख अतिथि भएर आउनुहुँदा मलाई अति नै खुसी लागेको छ। सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रो समूहले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ। धेरै कामहरू बनाउन तालिमदेखि लिएर धेरै तालिमहरू दिइरहेको छ। यो नयाँ साबुन बनाउने कुरालाई पनि दिएको थियो तालिम धेरै हामीले सबैजनालाई समेट्न खोजेको तर समेट्न सक्नु भएन। कति आउनु भयो कति आउनु भएन। एकदमै राम्रो छ यो तालिम सिकेर हाम्रा दिदीबहिनीहरूले व्यापार व्यवसाय गर्नु नसकेको घरमा यसरी पनि दुई चार पैसा भएपछि जोगाउने सक्ने स्थितिमा सबै दिदीबहिनीहरूलाई सिक्न पाएर यसरी नै ज्ञान दिएर सबै दिदीबहिनीहरू भरिपूर्ण ज्ञानले भरिपूर्ण हुन्छ भन्ने पनि एकदम आशावादी छु। र हामी सबैले राम्रोसँग सिकेर हुन चाहिने साबुन बनाउनु पनि सकिन्छ। यसलाई व्यवसाय ढङ्गले पनि हामीले अगाडि बढ्न सकिन्छ। सबै दिदीबहिनीहरूलाई सफलताको शुभकामना पनि दिन चाहन्छु। सबैले यो सिकेर सकेसम्म सबैले व्यवसाय गरेर सकेर आत्मनिर्भर बनेर आफ्नै घरमा सिकेर आफ्नै घरको लागि पनि दुई चार पैसा जोगाउने तिर पनि लाग्नु हुन्छ भन्ने आशा गर्दैछु। र आजको कार्यक्रम सफल होस् सफलताको शुभकामना व्यक्त गर्न पनि चाहन्छु। हस् त, धन्यवाद। धेरै धेरै धन्यवाद। आजका प्रमुख अतिथि श्री गोर्खा तल्मोका अध्यक्ष श्री हिरामाया थापाज्यूबाट मायाको चिनो प्रदान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सबैजनालाई। यसै गरी म कार्यक्रमका अन्त्यतिर गएको छु। एकछिन धेरै भएर बस्नको लागि पनि म हार्दिक अनुरोध गर्दछु। र जाँदै मलाई एउटा सानो कथा तपाईँहरूलाई सुनाएर जान मन लागेको छ। हुन त कति साथीहरूले सुन्नुभएको छ होला। यो कथा आजको तालिममा आधारित नै कथा हो। भन्दै अनि म यति आमासँग यति गर्व लाग्छ कि आज हामी महिलाहरूको यस तालिममा तालिम गर्दै गर्दा र हामीले प्रमुख अतिथि विशिष्ट अतिथि त्यसै गरी प्रशिक्षकको कुरा गर्दै गर्दा यही आदर्श आमासँगबाट उत्पादित उहाँहरू आज बेलपत्र श्रेष्ठज्यू जहाँ पूर्व अध्यक्ष हुनुहुन्थ्यो, उहाँ अहिले वडा नम्बर 2 को सदस्य। हामीले प्रमुख अतिथि कहाँ खोज्ने कसलाई भन्ने भन्न नै नपर्ने। र यसै गरी पूर्व अध्यक्ष विद्या कुमारी श्रेष्ठज्यू आज सामुदायिक बलको सभा जस्तो बलको अफिसमा अध्यक्ष पदमा निर्वाचित भएर अध्यक्ष हुनुहुन्छ। उहाँ पनि यस आदर्श आमासँगबाट उत्पादित एउटा बहुमूल्य आमाहरू हुनुहुन्छ उहाँहरू। यसै गरी हामीले आजको प्रशिक्षक पुरुष सपनाजीको कुरा गरिरहँदा उहाँ अध्यक्ष जस्तो पदमा नेतृत्व गर्दै गर्दा पनि यो साबुन तालिममा प्रशिक्षक धेरै ठाउँमा उहाँले प्रशिक्षकको रूपमा सबैलाई तालिम लिएर दिइरहने र आफूले पनि त्यो साबुन उत्पादन गरेर व्यवसाय गरेर हामी गरिरहनुहुन्छ भने त्यहाँभन्दा अरू बयान के गरेर मैले बयान गरौँ उहाँको बारेमा। त्यसैले हामी पनि उहाँहरू जस्तै उहाँहरूको उदाहरणीय उहाँहरू जस्तै हामी पनि बन्न सक्छौँ भन्ने यो सिपमूलक तालिम प्रदानपछि यहाँले पनि यस्तै कामहरू गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ यहाँहरू यो तालिममा यति तपाईँको अमूल्य समय दिएर यहाँ आउनुभएको छ। यहाँलाई फेरि पनि धन्यवाद दिँदै अब भने धेरै कुरा गर्नुभन्दा हामीले काम गरेर सिक्नुपर्छ भन्दै आजको कार्यक्रम पहिलो कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। काममै बनाउनु भएको कि यहाँ बनाउनु भएको दिदी? ल
हाम्रो दिदीले बनाउनु भएको छतरी बनाउनु भएको चकटी कति राम्रो राम्रो क्युट क्युट हो क्या है मकैको होइन त्यो दिन मकैको त्यो मकैको ए प्लास्टिक खै फोहोरबाट मोहोर दाना ठिकै छ नि हजुर यो सबै दान गर्ने हजुरले अर्ग्यानिक त्यही भएर नजाउने अनि बास्ना आउने तेल अब तपाईँलाई कुनै मनपर्छ भने त्यो तेल पनि तपाईँले राख्न सक्नुहुन्छ है तोरीको तेल चाहिँ नराख्नु होला अब यिनीहरू चाहिँ हामीले राख्न सक्छौँ है हुँदैन त्यो त कुनै कुनैमा छ जस्तो लागेको छ भने नराख्नु जस्तो हामीले प्रयोग गर्छौँ नि अमलाको तेलहरूमा हुँदैन अनि मह अब यो आफ्नो इच्छा अनुसार मह चाहिँ धेरै राख्नु हुँदो रहेछ कुनै कुनैमा मह बढी गरेर कमिला लाग्दैछ है त्यही भएर थोरै मात्रामा मह राख्ने अनि भिटामिन चाहिँ कच्चा पदार्थ बन्दैछ है त्यहाँ झोलामा छ होला भिटामिन कुन झोलामा बनेछ अनि यो ग्लिसरिन त मैले भनिसकेँ फिफ्टिन भनेको यो साबुन बनाउने बोर्ड है देखाइदिने अनि मिठाको झोल अनि निम तितेपाती तुलसी घिउकुमारी तपाईँले अब जे जे बनाउन चाहनुहुन्छ अहिले एउटा के छ भने हाम्रो अम्लाको पात हुन्छ त्यो एकदम एनर्जीको लागि राम्रो हुन्छ त्यसबाट पनि तपाईँले साबुन बनाउन सक्नुहुन्छ त्यसको जुस निकालेर जुस चाहिँ अब तपाईँले त्यसलाई सुकाएर त्यसको धुलोबाट पनि हामीले बनाउन सक्छौँ अनि गुलाब जल पनि नरिवलको तेल यदि तपाईँको घरमा गुलाब आफै फुलेको छ भने गुलाबको फुल पनि राख्न सक्नुहुन्छ राम्रो भयो यही राख्नुपर्छ अनि त्यसले त अनि मह भिटामिन ई ग्लिसरिन दुध डेरी वाला भित्र पानी बगाइरहेको साबुन बनाउँदैछौँ है अर्ग्यानिक साबुन तर यो जेली हुन्छ मेडम पग्लिया चाहिँ पग्लिनु रगडिन्छ तर पग्लिन छान्दाखेरि हामीलाई यस्तो लाग्ने मात्रै जस्तो लाग्ने मैम हेलो मैम ये तो यही कितने कहाँ कितने होगा मैम सुन देखिए मैम ने अर्ग्यानिक साबुन बन्दैछ है एउटा कुरा सोध्नु म्याम एउटा कुरा यो कहाँ पाइन्छ त यही हो कि इन्डिया हो कि काठमाडौँ इन्डियाबाट आउनुहुन्छ काठमाडौँ पाइन्छ यदि तपाईँलाई चाहियो नि हेमा भाउ हुन्छ हेमा भाउसँग कन्ट्याक्ट राख्नु मैले पठाइदिन्छु अब अन्त पाउनुहुन्छ भने मैले सबैलाई गाउँदै पाउनु भने मैले ज्योति पहिला के हालेको अरे म्याम
म्याम त्यहाँ पहिला के हालेको अरे हजुर के हाल्यो अरे त्यहाँ म्याम त्यहाँ के हाल्यो अरे हजुर 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 भिटामिन त्यस्तो समस्या चाहिँ नआओस् धेरैजना चाहिँ हामीले भेट्छ कति भयो लेख्नु प्र्याक्टिकल भनेको आफैले गर्ने मैले त वर्णन भयो 1 चम्चा नरिवलको तेल 1 चम्चा मह ल अर्ग्यानिक साबुन बन्दैछ है यहाँ म 1 चम्चा रोज वाटर तर साबुनमा मिलाउँदाखेरि मैले एलर्जी भएको खाँदै देखेको किनभने डाइरेक्ट होला अब यहाँ त धेरै चिज हुन्छ नि त त्यही भएर एलर्जी गर्दा मिसाउने एलोभेरा उसले 1 चम्चा पर्ने 2 चम्चा एलोभेरा भन्दै त्यो चाहिँ गुलाब जल रोज वाटर 2 चम्चा रोज वाटर अब चाहिँ मिसाउने 2 चम्चा भयो त्यो साबुनले भन्दा मैले धेरैलाई प्रयोग गर्न सिकेर मात्रै काम सुरु गरेको किनभने भोलि बिहान के असर गरेर त ममाथि आउँदैन यो एलर्जी हुने तर गाँजाको साबुनले चाहिँ धेरैलाई एलर्जी गरेछ अनि के चाहिँ मैले खाने हो यहाँ चाहिँ साबुन बनाउँदै अर्ग्यानिक साबुन बनाउँदै दही पनि साबुन बन्छ 500 ग्रामलाई हो यति चिज है तपाईँले यति चिजले बनाउनु भने त 500 ग्रामलाई यति लाग्यो भने अब बढ्नुलाई धेरै लाग्छ घोलेर खाएर फेरि अहिले एम्बुलेन्स बोलाउनु पर्ला नि ज्योतिलाई ज्योति एम्बुलेन्समा कोही 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 भन्दै जानु पर्ला कोही साबुनको केस होइन कति राम्रो राम्रो ल यहाँ चाहिँ
धेरै भयो यस्तो चुनी भन्नु पर्छ यहाँ चाहिँ साबुन बन्दै पनि हटाउनु न अर्ग्यानिक साबुन यहाँ निमको अनि एलोभेरा पार्की मिक्स साबुन त्यही त सामान्य छवटा बन्यो भनेपछि यसमा यो अलिकति बढी काट्नु भएछ छवटा बन्नु पनि त्यो पनि राम्रो किनभने अहिले हामीले जुन चिजहरू मिसाउने त्यसले पनि त बढ्यो 250 ग्राममा 100 ग्राम व्यापारी दिदी एउटा होला अब हैन दुईटा हेमा दिदी व्यापारी दिदी अब दिदी हजुरलाई बारेको के होला भन्नु यी हाम्रो दिदीको प्रडक्ट हो है यो म लैजान्छु कि यो के को यी यहाँ चाहिँ हाम्रो दिदीले व्यापारी दिदीले ल्याउनु भएको अनि आजको टिचर पनि हो दिदी अर्को नि निलो राखिदिनु त दिदी यो चाहिँ के अरे बेसार र चामलको पिठोको साबुन त्यो हरियो पनि दिनु दिदी एउटा यो चाहिँ के को दिदी यो चामल र बेसारको दिदी चामल र बेसारको यी हाम्रो दिदीको महिला उद्यमी हो क्या हाम्रो दिदी महिला उद्यमी दिदी हेमा दिदी सबैको प्रेरणाको स्रोत हुन् यिनी अब यो पनि सेल गर्दैछ अनि फेरि उहाँ आफैले ज्ञान पनि दिँदै हुनुहुन्छ आज यो बनाउनको लागि ल सबैजनाले युज गर्नु होला मैले पनि यो युज गर्छु र अनि राम्रो भयो भने दिदीसँग कन्ट्याक्ट गरेर म पनि गर्ने विचारमा छ है ल कति भयो कि दिदी यो गर्नुभएको हजुरले हो राम्रो भयो अनि हजुरले नानगढ एरिया मात्र हो कि बाहिर पनि पठाउनुहुन्छ हो त नि बजारमा दिने त यो त सक्न नि पऱ्यो कि दिदी उत्पादन गर्ने एउटा मेसिन ठुलो उद्योगै हुनु परेन त यो त हाम्रो महिला भन्नाले के साना के भन्छ साना किसान भने जस्तो हो जस्तो लाग्यो क्या होइन ल अब मैले यता कुरा सुन्नु दिदी म यो लगाएर युज गर्छु मलाई राम्रो लाग्यो भने हजुरसँग कन्ट्याक्ट गरेर म हजुरसँग पुरै परामर्श लिएर म पनि केमिकल भन्नाले त्यो सोप बेस त छ होला दिदी त्यसमा त हजुर कलर हजुर हस् धन्यवाद थम्सअप गर्नु नि दुइटै यस्तो गर्नु नि दुइटा माथि हात गरेर यस्तो गरिदिनु न ल हाम्रो महिला उद्यमी दिदी